नमस्कार साथीहरू, आज म एउटा मौरीको घरलाई चलाउन जाँदैछु। विशेष गरी भने यो 25 मईको दिन मैले डिभाइड गरेँ। मेरो लाइफमा फर्स्ट टाइम हो, कोही गुरु बिना मैले युट्युबमा हेरेर या 1 दिन 2 दिनको गाउँमा ट्रेनिङ पाएर त्यसको आधारमा आफ्नो सानोदेखि बचपनको इन्ट्रेस्टको आधारमा मैले मौरी 2 बक्स पालेर पहिलो बक्सलाई 25 मई 2025 को दिन डिभाइड गरेको थिएँ। डिभाइड गर्दा यसमा चाहिँ भनौँ 3 पावा जति मौरी बसेछ, अर्कोमा चाहिँ एक पावा जति मात्रै रहेछ र यसमा चाहिँ रानु रहेछ, रानु पसेछ। मैले त्यो दिन रानु भेटिनँ, अन्दाजमा सारेको। चाका चाहिँ यहाँ 4वटा, यहाँ 3वटा फ्रेम, उहाँ 4वटा फ्रेम पारेको थिएँ। अब 25 मई भनेपछि आज 10 भएपछि लगभग 5 जुन भनेपछि 10 दिनको फरकमा अब भित्रको मौरीले कतिको ग्रोथ गरेछ, त्यति त्यसलाई पनि डिभाइड हुनलाई कुन चाहिँ हालेको छ कि भाले मौरी बढी छ कि चाका कति डेभलप छ। मैले हनी सेल पनि लगाइदिएको छु माथि, मतलब मह तला पनि लगाइदिएको छु। त्यसमा पनि एउटा चाका सानो थियो, के गरेछ त्यो सबै वृत्तान्त हेर्न बुझ्नको लागि आज म अब यहाँ खोल्दैछु है। तपाईँहरूलाई म प्रत्यक्ष रूपमा देखाउँदैछु। अब हेर्दै गर्नु होला। मलाई मौरीले नसताओस् नचिलोस् भनेर प्रेयर गरिदिनु होला। यो मौरीले कोही बेला साह्रो चिल्छ, अस्ति पनि निकै चिलेर दुःख दियो। अनि यसपालि चाहिँ नचिलोस् भन्दैछु। अब पहिला यो माथिको सुपरलाई हेर्ने काम गर्छु। के कमिलाहरू लागेको हुन्छ, किराहरू लागेको हुन्छ। कमिला रहेछ, थोरै बसिनु कमिला। अब यसले के भने रिसाउने हो कि मौरी त रिसाउँछ भयो। दिउँसो चलाउँदा पनि कोही बेला बिहान बेलुका चलाउँदै रिसाउँछ। अनि सुपरमा चाका लगाएछ अलिकति। अब हेर्दैछु हजुर। अब म यहाँ अलिकति घाट खोलेर हेर्दैछु, यहाँ कमिलाहरू कुद्दैछ। मित्रहरू यहाँ हेर्न सक्नुहुन्छ हजुरहरू, यो सुपरमा मैले अलिकति छोडिदिएको थिएँ, चाका लगाएछ, मजाले मह लगाएछ, यसलाई भर्दै रहेछ। यो बधाई छ, मौरीलाई पनि बधाई, म आफैलाई पनि बधाई। म चाहिँ खान पाइने भयो अलिकति भए पनि, मजाले चाका लगाएछ है। यो हेर्नुहोस् है, एक फर्स्ट चाका हो यो। ल साथीहरू, फेरि छुमै ल्याएँ मैले। यहाँ पनि मह लगाएछ, मजाले लगाएछ र कता कता बच्चा पनि लगाएछ। यहाँ अन्डा पारिदिएको रहेछ। यहाँ त अन्डा नपार्नु पर्ने, बच्चा नहुर्काउनु पर्ने, तर केही मात्रामा बच्चा हुर्काउने काम गरेछ। किनभने मैले पहिला बच्चाको चाका टालिदिएको थिएँ, त्यसले नै गर्दा होला यस्तो हुँदो रहेछ। यो अनुभव थिएन। यो त महको तला हो, मह पनि छ, बच्चा पनि बच्चा हुर्किन्छ, सायदै मह लाउँछ। हेर्दै गर्नु होला, अरू पनि देखाउँछु। मलाई नचिन्नु, मलाई चिल्यो, मलाई मौरीले चिल्यो, नारीको चिल्यो। हजुरहरूलाई देखाउँदैछु। अब एउटा चाका छ, हजुरलाई देखाउन नचिलोस् भन्ने कामना गर्दैछु। सानो चाका छ हजुर, यसमा सानो छ तर मह पनि छ, मही छ भनौँ न। भर्खर डेभलप छ, दामी मह छ। यसलाई चाहिँ अझै 10 दिन राख्नु भने, फ्रेम 15 दिनमा राख्नु भने ट्याक्कै भर्ने हुन्छ। वेल डन, थ्याङ्क यू मह लगाइदिएकोमा। धन्न मैले यो अगाडि नै यहाँ पेन्सिल जस्तो
अरे यसमा मौरी आउँछ अन्डा पाल्छ रानी छोरा छोरीको कस्तो खायो अस्ति बक्समा डिजल तपाईँ खानु पहिला अहिले त भन्दा चाहिँ अन्डा भएछ यसले कुन रानी थाहा छ होइन अन्डा हिसाबले रानी छ मौरी उम्रिएछ हेर्नुहोस् यहाँ माथि माथि मह छ मुनि मुनि बच्चा छ लार्भा छ अन्डा छ अनि क्विन्सेल बनाउँदै रहेछ फेरि त्यो क्विन्सेल त तोड्नुपर्छ नत्र फेरि अर्को घर छुटेर जाने सम्भावना हुन्छ यो यस्तै फेरि डिभिजन गरेको यहाँ क्विन्सेल बनाउँदैछ यहाँनिर यो इलाकामा यहाँ क्विन्सेल बनाउँदैछ म क्विन्सेललाई काट्ने काम गर्छु यहाँ पनि एउटा क्विन्सेल डेभलप गर्दैछ भागेर यो फुटेर जाने कोसिस छ म काटिदिन्छु है अर्को ड्रोनमा हाल्दा हुन्छ हुन्छ अर्को ड्रोनमा हाल्दा अर्को ड्रोन ल्याउनु पऱ्यो नि फेरि मान्छेको ल्याइजाउँ जग्गा एउटा हेरेर अर्को ड्रोनमा फेरि डिभाइड गर्ने हामीले सल्लाह गऱ्यौँ अब यसलाई म काटिनँ यसलाई म अर्को बक्समा सिफ्ट गर्छु अझै तर अर्को हेर्दैछु म बक्स ल्याउँदा सुपर पर्दैन मुनिको मात्रै ल्याउनु अनि एउटा यसरी बनाएर लिएर आउँ जसले लिएर पनि काटेर आउनु धागोले अस्ति त्यस्तो यो मिल्दैन यो लामो हुन्छ त्यो फ्रेम छिराउँदाखेरि चाहिँ लामो हुन्छ मिल्दैन यो मिल्दैन कि त्यो भनेको अगाडि लाने भने सुविधा हुन्छ बुझिरहनु पर्ने हुन्छ मुनिको मात्रै ल्याऊ अनि क्विन्सेल पनि ल्याउनु ल रानी रसे नै यहाँ ट्याप्पै मौरी छ ट्याप्पै मौरी छ यहाँ आधी सरो मह आधी सरो बच्चा भाले मौरी पनि छ यसको मतलब हो क्विन्सेल बिच यो भागेर जानुलाई यसको प्लान छ हेर्नुहोस् मौरी ट्याप्पै छ यत्रो डिभाइड गर्दा पनि अझै मौरी पुरा छ हेर्नुहोस् है राम्रो हेर्नुहोस् है यहाँ क्विन्सेल त मैले देखिनँ अर्कोपट्टि जोसो जाको है Thank you for watching vlogs.